बस पार्क चाहिँ उतातिर छ। म चाहिँ बस मार्गतिर गइरहेको छु। परेको फुलबारीहरू बनाएको छ यता। यो चाहिँ बस पार्क। हेर्नुहोस् यो बसहरू उताबाट आउँछ। फुलबारीहरू चाहिँ एकदम हेर्नु न कति गजबको यो गरेको छ। सफा चाहिँ एकदमै सफा लाग्यो मलाई चाहिँ। बिहानको 6:52 भइसकेको छ। म चाहिँ अहिले गोराई बस पार्क आइसकेको छु। बिहानै मैले गाउँबाट चाहिँ माथि मैले गाउँको भिडियोहरू चाहिँ हाल्नु पाइनँ। ठिकै छ। आज चाहिँ म अहिले गोराई बस पार्कमा आएको छु। यहाँबाट चाहिँ म नेपालगञ्जको लागि यात्रा गर्नेछु। त्यसपछि कन्टिन्यू इन्डियासम्मको के कस्तो भाडाहरू के कस्तो छ यो छ हेर्नु। बिहान गोराईको बस पार्कको चहल पहल चाहिँ त्यस्तो देखिन्छ बिहान ठुलो छ बस पार्क चाहिँ। यो वर्ष चाहिँ मलाई यो पटक चाहिँ मलाई एकदम हुनाले चाहिँ ल्याउनु पाइनँ। अब म यहाँको बिचमा सबै कुराहरू हेर्दैछु। अहिले चाहिँ म कन्टिन्यू यहाँबाट यात्रा गर्छु। यहाँ चाहिँ बस आइसकेको छ। बिहान चाहिँ एकदमै धेरै चहल पहल रहन्छ यो गोराई बस पार्कमा चाहिँ। एकदमै ठुलो हुन्छ। म चाहिँ कोलपुर जानु नेपालगञ्ज जानलाई चाहिँ यी हाइट्सहरूमध्ये एउटा जानेछ। तीमै बसेर चाहिँ म कन्टिन्यू अगाडिको यात्रा सुरु गर्नेछु। यहाँहरूलाई बाटो के कस्तो हुँदैछ सबै कुरा म यहाँहरूलाई अपडेट गर्नेछु। म चाहिँ एउटा गाडीमा पनि आएर बसिसकेको छु। अब चाहिँ म कन्टिन्यू यहाँबाट नेपालगञ्जको यात्रा गर्नेछु। मैले महेन्द्रनगरदेखि यहाँहरूलाई देखाएको थिएँ। अब चाहिँ म नेपालगञ्जदेखि यहाँहरूलाई अगाडिको यात्रा देखाउनेछु। अनि भाडामा चाहिँ के कस्तो डिफ्रेन्स रहनेछ त्यो सबै म आफ्नो ठाउँ जाने ठाउँ पुगिसकेपछि म यहाँलाई कन्टिन्यू बताउनेछु। बन्द नहोला मसँग के कस्तो हुँदैछ। यो भिडियो चाहिँ म घोराइदेखि इन्डियासम्मको कन्टिन्यू राख्नेछु। हेर्नु होला। गोराई बस पार्कदेखि चाहिँ हामीहरू निस्केका छौँ। हेरौँ के कति बजीतिर पुगिन्छ। चाहिँ 11 बजिसकेको छ। अनि हामीहरू चाहिँ अहिले कोलपुर चाहिँ आइपुगेका छन्। उता कोलपुर चाहिँ अलि अगाडि छ र यहाँ पछाडि चाहिँ अलिक भात खाने ठाउँमा चाहिँ ल्याएर चाहिँ यहाँ गाडी चाहिँ रोकेको छ। यहाँहरूलाई म यसो देखाइदिउँ। जग्गा चाहिँ यस्तो छ। शमशेरगञ्ज भन्छ सायद यो जग्गालाई। अगाडि चाहिँ आर्मी ब्यारेक पनि छ उता। अनि यतातिर हेर्नुहुन्छ भने यस्तो छ। अनि हाम्रो आगो गाडी चाहिँ यहाँ लागेको छ। अनि बस चाहिँ यहाँ लागेको छ। कोलपुरको लागि चाहिँ यता जान्छ नेपालगञ्जको लागि बाटो। मलाई चाहिँ भोक लागेको छैन। म चाहिँ अगाडि हेर्नु पर्ला के कस्तो हुन्छ। धेरै प्यासेन्जरहरू चाहिँ खाना खान लाग्नु भएको छ। ठिकै छ। अगाडिको यात्रा के कस्तो रहनेछ म यहाँहरूलाई बताउनेछु। बिहान 7:30 हामी घरैदेखि हिँडेको थियौँ। 11 बजीतिर कोलपुर आइपुगेका छौँ। हेरौँ अगाडि के कस्तो रहन्छ। म चाहिँ फाइनली नेपालगञ्ज चाहिँ आइपुगेको छु। तल बडोसम्म जानु लागि चाहिँ अटोमा बस्नु लाग्यो। अटोले चाहिँ 350 रुपियाँ भन्छ। त्यही भएर चाहिँ म पैदल हिँडेर गइरहेको छु। अहिले चाहिँ म यहाँ यो पुष्पलाल चोकनिर आएको छु। धेरै छ तल जानलाई। त्यही पनि हेरौँ के कस्तो हुन्छ। बडोसम्म पनि जानुपर्नेछ मलाई। के लाग्छ। नेपालगञ्ज बजार पनि एकदमै ठुलो बजार छ। यो चाहिँ पुष्पलाल चौक। अहिले चाहिँ 100मा बडोसम्म पुऱ्याइन्छु भनेर चाहिँ भनेको छ भाइले चाहिँ। त्यही भएर चाहिँ म बसेको छु। ठिकै छ। अगाडि के कस्तो हुन्छ म यहाँहरूलाई कन्टिन्यू गर्नेछु।
नेपालगञ्ज बजार चाहिँ एकदमै ठुलो बजार छ, एकदमै चहल पहल धेरै रहन्छ यो ठाउँमा चाहिँ, दामी छ। नेपालको गेटतिर आइपुगेको छु। म चाहिँ यहाँ ओर्लेर अब अगाडि रुपिडियातर्फ जाँदैछु। औटाउट चाहिँ टन्न छ यो ठाउँमा चाहिँ। यो चाहिँ बोर्डर लाइन हो। यहाँ पारि चाहिँ त्यो गेट आइसकेको छ। थुप्रै मान्छेहरू चाहिँ यहाँबाट आवत जावत भइरहेको छ। इन्डिया नेपाल आउने जाने भइरहेको छ यो ठाउँमा चाहिँ। यसरी ट्रेकिङ भइरहेको छ। म चाहिँ हल्का मैले च्याकिङको भिडियो गर्दा गर्दाखेरि यहाँहरूको लागि चाहिँ मैले केही हल्का आफ्नो रेस्टमा चाहिँ ल्याएको छु। ठिकै छ, म अगाडि बस्नुको लागि भिडियो बस्दा आएको त जाँदैछु। भिडियो हेर्नुहुन्छ भने यस्तो छ यो सम्मको भिड छ। बजार चाहिँ रुपिडिया पनि एकदमै ठुलो बजार छ यो पनि। नेपाल बोर्डर चिउटीको व्यापार गर्नलाई बगियो उयो बजार चाहिँ एकदमै दामी बजार छ यो पनि। भिडभाड चाहिँ एकदमै नेपालगञ्ज र यहाँ चाहिँ एउटै नै भिडभाड रहने गर्छ। म चाहिँ रुपिडिया बस स्ट्यान्डमा आइसकेको छु। हरिद्वार हरिद्वार जानलाई चाहिँ यो बस लागेको छ। यसमा चाहिँ म बस्दैछु। बस आएको छ हल्का यस्तै छ रुपिडियाको चाहिँ यो चाहिँ। हेरौँ कस्तो छ। बसभित्र चाहिँ आइसकेको छु। बस चाहिँ एकदमै यस्तो खालको छ। यहाँ चाहिँ भाउजूले घरबाट चाहिँ फिनी रोटीहरू बाटोमा खानु होला भनेर चाहिँ प्याक गरिदिनु भएको थियो। मैले चाहिँ अहिले बाटोमा चाहिँ खानाहरू केही पनि खाएको छैन। यही नै हल्का खानेछु म चाहिँ। बजेर 18 मिनटमा चाहिँ बस चाहिँ रुपिडिया बसमा जे जस्तो पनि हुन्छ उहाँहरूलाई कल गर्नेछु। यतिखेर चाहिँ 8:25 भइसकेको छ। अनि यो ठाउँमा चाहिँ आएर चाहिँ भात खानलाई चाहिँ गाडीहरू लगाएको छ। हामीहरू चढेको बस चाहिँ दिउँसो 1:17मा रुपिडियादेखि हिँडेको थियो। अनि 10 किलोमिटर जति वरा आएर फेरि ब्याक गरेर चाहिँ फेरि रुपिडिया गएर अर्को बस चेन्ज गरेर चाहिँ हामीहरू चाहिँ अहिले यो बसमा आएका छौँ। यस्तै छ यतिखेरको सिस्टम चाहिँ। यो जम्मै युपी ट्रान्सपोर्टको बसहरू लागेको छ यता चाहिँ। यस्तै छ।
यो चाहिँ ढाबा, खाना खाने ढाबा। बस चाहिँ टन्न बस चाहिँ लागेको छ त्यतिर चाहिँ। हिजो 3 बजे साँझ हिँडेको, दिउँसो हिँडेको बस चाहिँ अहिले हरिद्वार चाहिँ 6:39 मा चाहिँ यहाँ पुगेको छ। यो भाइ मेन उसमा चाहिँ उतार दिएको छ। अब चाहिँ हामीहरू बस पार्कतिर जानेछौँ। बस पार्कभित्र जाँदैछु। यो चाहिँ हरिद्वारको बस पार्कभित्र चाहिँ म अहिले चाहिँ यहाँबाट एन्ट्री गरिरहेको छु। भित्र चाहिँ यहाँ चाहिँ बसहरू टन्न विभिन्न राज्यहरूबाट चाहिँ यहाँ चाहिँ बसहरू आएर चाहिँ लाग्ने गर्छ। यो चाहिँ युपी ट्रान्सपोर्टका बसहरू चाहिँ यता टन्न लागेको छ। बस पार्क चाहिँ यो ठाउँको हल्का त्यस्तै छ। फोहोरहरू चाहिँ यो ठाउँमा चाहिँ बढी मात्रामा हुने गर्छ। बस पार्क चाहिँ उताबे मान्छेहरू बस्नलाई चाहिँ उताबे बनाएको छ। त्यतातिर म यहाँहरूलाई लगेर जाँदैछु। बाहिर हेर्नुहुन्छ भनेदेखि एकदमै ओरावर लागेको छ। बस पार्क चाहिँ उत्यो पारी छ। हेर्नुहोस् एकदमै अँध्यारो छ। बाहिर चाहिँ धुन्द। म जानुपर्ने बस चाहिँ यहाँबाट डाइरेक्ट लाग्थ्यो। त्यो बस चाहिँ सायद यहाँबाट गइसकेको छ। म चाहिँ यहाँ आउन ढिलो भइसकेको छ। ठिकै छ, केही छैन, म अगाडि जानेछु। यो ठाउँमा हेर्नुहुन्छ भनेदेखि यहाँ राति आउँदाखेरि कहिले बसहरू छुट्यो भनेदेखि यहाँ बस्नलाई पनि एकदम सुविधाहरू छ। भित्र हेर्नुहोस्, यहाँ चाहिँ मान्छेहरू चाहिँ यात्रीहरू चाहिँ यसरी आएर चाहिँ आफ्नो ओर्ने छाउने चाहिँ बिछाएर चाहिँ यसरी सुत्ने गर्नुहुन्छ। धेरै टाढा टाढाबाट चाहिँ यो ठाउँमा चाहिँ यात्रीहरू आउने गर्नुहुन्छ। हरिद्वारमा चाहिँ यस्तो चाहिँ सुविधा चाहिँ यो ठाउँमा दिएको छ। चाहिँ टन्न मजाले सुत्न सकिन्छ यो ठाउँमा। म चाहिँ देहरादुनको लागि यो गाडीमा बसेर जाँदैछु। अगाडि चाहिँ हेरौँ के कस्तो हुन्छ देहरादुनतिर। हरिद्वार बस पार्क पनि एकदमै ठुलो छ। बस पार्क पनि धेरै जग्गाको सेन्टर भएको हुनाले चाहिँ थुप्रै ठाउँबाट चाहिँ यहाँ पनि बसहरू चाहिँ आएर रोक्ने गर्दछ। यो ठाउँमा चाहिँ हेर्नुहोस् टन्न। म चाहिँ यतिखेर देहरादुन बस पार्क आइएसबिटीमा चाहिँ आइसकेको छु। बस पार्क चाहिँ उतातिर छ। म चाहिँ बस पार्कतिर गइरहेको छु। देहरादुन बजार पनि एकदमै राम्रो छ। यो पनि सफा अनि राम्रो छ। यो ठाउँ पनि चिसो चाहिँ बढी छ यो ठाउँमा चाहिँ। बस पार्क चाहिँ उता छ हेर्नुहोस्। अब मैले चाहिँ यहाँबाट विकासनगरको लागि चाहिँ गाडी समाउनु पर्ने हुन्छ। के कस्तो हुन्छ म यहाँहरूलाई देखाउने छु अगाडि। बस पार्क चाहिँ म यहाँहरूलाई देखाउने छु। अहिले म बस पार्कदेखि बाहिरै छु। यता छ बस पार्क हेर्नुहोस्। यो टन्न परेको। म भित्र गएर यहाँहरूलाई देखाउने छु। यो हेर्नुहोस् देहरादुनको बस पार्क एकदमै दामी छ यो ठाउँ चाहिँ। हेर्नुहोस् एकदमै पार्कहरू गजब बनाएको छ। यता नु हेर्नुहोस् यो राम्रो सिटी छ देहरादुन पनि। यो हेर्नुहोस् गजबको फुलबारीहरू चिटिके परेको फुलबारीहरू बनाएको छ यता। यो चाहिँ बस पार्क। अहिलेसम्म म जति पनि ठाउँबाट भएर म आएँ, देहरादुनको बस पार्क चाहिँ मलाई एकदम राम्रो लाग्यो। डेकोरेसनको हिसाबले चाहिँ एकदमै दामी छ यो ठाउँ चाहिँ। हेर्नुहोस् यो बसहरू उताबाट आउँछ। फुलबारीहरू चाहिँ एकदम हेर्नु न कति गजबको यो गरेको छ। सफा चाहिँ एकदमै सफा लाग्यो मलाई चाहिँ। देहरादुनको यो बस पार्क चाहिँ राम्रो छ। यो चाहिँ बस पार्क आइसक्यो यहाँ। यो चाहिँ बस पार्क देहरादुनको एकदमै दामी छ यो ठाउँ पनि।
यतातिर पनि राम्रो फुलबारीहरू चाहिँ डिजाइन गरेको रहेछ। राम्रो छ यो ठाउँ चाहिँ। यहाँहरूलाई म हल्का यतातिरको देखाइदिन्छु। यो हेर्नुहोस् सर पारेर कति दामी छ यो ठाउँ भन्ने हेर्नुहोस्। यो उतातिर चाहिँ पार्कहरू च्याट्ट परेको पार्कहरू पनि बनाएको रहेछ। जे पनि होस् देहरादुनको बस पार्क चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ हेर्दाखेरि चाहिँ। हेर्नुहोस् यो चाहिँ बस पार्कको ब्याक साइडको एरिया। यो चाहिँ यहाँ पनि हेर्न सक्नुहुन्छ यहाँहरूले चाहिँ एकदमै दामी छ यो पार्क चाहिँ। पछाडि च्याट्ट परेको गजबको बनाएको रहेछ। जे होस् देहरादुनको बस पार्क चाहिँ मलाई एकदमै राम्रो लाग्यो। पुलहरू यता हेर्नुहोस् कति राम्रो बनाएको रहेछ ब्याक साइडमा। यो जम्मै बस पार्क हो। यो चाहिँ बस पार्क तर गजबको सौन्दर्य चाहिँ एकदमै राम्रो देहरादुनको चाहिँ। उता चाहिँ हेर्नुहोस् कारहरू चाहिँ च्याट्ट लागेको छ। उता चाहिँ बस पार्क हो। उता पनि चाहिँ बसहरू लागेको छ। उता चाहिँ म चाहिँ यहाँबाट भित्र जानेछु। देहरादुनको बस पार्क चाहिँ मलाई काफी मन पर्यो, धेरै मन पर्यो। हेर्नुहुन्छ भने एकदम हरियालीहरू पनि राम्रो छ यो ठाउँ चाहिँ। म चाहिँ भित्र गइरहेको छु। यहाँबाट चाहिँ टन्न बस लागेको छ, जताततै जान्छ यहाँबाट पनि बस। मलाई चाहिँ विकासनगर जानुपर्ने छ, त्यही भएर बस चाहिँ उता 8 नम्बरमा लागेको छ भनेर चाहिँ भनेको छ। म चाहिँ 8 नम्बरतिर जाँदैछु। दामी छ यो ठाउँ हेर्नुहोस्। आसमा पनि एकदम सफा छ यो ठाउँ चाहिँ। मलाई चाहिँ यो देहरादुनको बस पार्क चाहिँ एकदमै बेस्ट लाग्यो सबैभन्दा चाहिँ। सिमलाको पनि त्यस्तै छ बस पार्क, त्यति राम्रो छैन, सफा छैन, त्यो पनि फोहोर छ। र यो चाहिँ राम्रो छ ठाउँ। यो बस चाहिँ विकासनगर जान्छ। त्यसमा चाहिँ म चाहिँ विकासनगर लागि जानेछु। त्यहाँबाट मलाई अझै यात्राहरू तय गर्नुपर्ने छ। के कस्तो हुन्छ म यहाँलाई कन्टिन्यू देखाउनेछु। यो चाहिँ यहाँबाट विकासनगर लागि चाहिँ निक्लिसकेका छन् देहरादुनबाट चाहिँ। म चाहिँ यतिखेर विकासनगर पुगिसकेको छु। यो चाहिँ यस्तै छ, लामो बजार, चौक चौकमा बनेको बजार छ। यो चाहिँ एकदमै ठुलो बजार छ यो पनि। मेरो चाहिँ उता बस देखिरहेको थिएँ मैले, एउटा हरिद्वार डिपोको बस। मलाई वहाँ हरिद्वारमा छोडेको बस सायद यही नै छ। यही बस जान्छ होला सायद। यही रहेछ भने त भ्यालेन्टुड भइगयो। यही विकासनगर यही रहेछ, यसो जानु पर्यो। मैले चाहिँ यहाँबाट हरिद्वारमा छुटेको बस चाहिँ विकासनगरमा आएर चाहिँ समाइसकेको छु। जहाँ म पुग्नु पर्ने हो त्यो चाहिँ यो डाइरेक्ट बसले पनि मलाई त्यहाँसम्म पुगाउँछ। बाटोमा के कस्तो हुन्छ म यहाँहरूलाई कन्टिन्यू देखाइदिन्छु। हामीहरू चाहिँ विकासनगरबाट चाहिँ रोडको लागि चाहिँ हिँडिसकेका छौँ डाइरेक्ट। अगाडि ट्युनी पनि आउँछ बजार, त्यो पनि यहाँहरूलाई हल्का देखाउने छु। यो बजार चाहिँ यस्तै छ, चौक चौकमा फैलिएको छ एकदमै। यसमा चाहिँ बस पार्कहरू चाहिँ हेर्न पाउँदैन। बसहरू यस्तै, सवारीहरू चाहिँ यस्तै चौकबाट चाहिँ उठाउने गर्ने चलन चाहिँ छ यो ठाउँमा चाहिँ। यस्तै छ बजार चाहिँ, ठुलो छ बजार। जता हेऱ्यो सेम देखिन्छ, ठुलो बजार छ यो चाहिँ। बस चाहिँ तुरन्तै लागेको हुनाले चाहिँ मैले यहाँहरूलाई चाहिँ विकासनगर त्यति देखाउन पाइनँ। त्यही पनि बसबाट हल्का यहाँहरूलाई फुटेज देखाइरहेको छु के कस्तो लागिरहेको छ। हामीहरू चाहिँ अब कन्टिन्यू उता रोडको लागि चाहिँ म निस्किसकेको छु। बाटोमा के कस्तो हुन्छ म यहाँहरूलाई अगाडि देखाउँछु। विकासनगरदेखि चाहिँ हामी धेरै माथि आइसकेका छौँ। यो ठाउँमा चाहिँ आएर बस चाहिँ खाना खानको लागि चाहिँ रोकेको छ। यसो हेर्नुहुन्छ भनेदेखि
एकदमै पहाडी क्षेत्र चाहिँ सुरु भइसकेको छ यो ठाउँमा चाहिँ। तल विकासनगरदेखि हामी धेरै माथि आइसकेका छौँ। डाँडामा चाहिँ एकदम डाँडा काँडा हेर्नुहुन्छ भनेदेखि यो हेर्नुहोस् न माथि चाहिँ यहाँ चाहिँ भात खाने ठाउँ छ। यहाँ यहाँ पनि गएर खाना खानेवाला छु, के कस्तो खाना छ यहाँहरूलाई म देखाउने छु अहिले एकछिनमा। यो चाहिँ ठाउँ हेर्नुहुन्छ भनेदेखि यस्तो ठाउँ छ। यो चाहिँ गर्मी ठिकै छ यो ठाउँमा, त्यति चिसो छैन यो ठाउँ चाहिँ। यो हेर्नुहोस् खाना खाने ठाउँ, खाना के कस्तो म देखाउँछु। मेरो चाहिँ यहाँ खाना आइसकेको छ। यता दही छ अनि यो चाहिँ के को दाल हो, सिमीको दाल छ। यसमा चाहिँ आलु गोबीको तरकारी अनि रोटी, भात चाहिँ यो ठाउँमा दिँदैन। यो ठाउँमा चाहिँ यही रोटी नै हो। हाम्रो बस चाहिँ त्यहाँ लागेको छ। अब चाहिँ म छिटो खाना खान्छु, त्यसपछि अगाडिको यात्रा तय गर्नुपर्ने छ। ठिकै छ, म भेट्छु यहाँ त्यसमा। तिउनी बजार अब चाहिँ माथिसम्म गएको छ। यो चाहिँ एकदमै सानो सानो दोकान हो। तल भन्ने भने तलैसम्म छ यो चाहिँ। अब चाहिँ अहिले लगभग 4 बजिसकेको छ। 4 बजीतिर चाहिँ हामीहरू अहिले यो ठाउँमा चाहिँ पुगिसकेका छौँ। केही समय लाग्छ मलाई आफ्नो गन्तव्यसम्म पुग्न चाहिँ अझै। हिजोबाट हरिद्वारबाट हिजो घोराइबाट सुरु गरेको मेरो जर्नी चाहिँ आज यो ठाउँमा आएर चाहिँ अन्त भएको छ। यो बस चाहिँ रोड जान्छ, यहाँबाट 30-40 किलोमिटर अगाडि छ रोड जान्छ यो बस चाहिँ। मलाई चाहिँ यहाँबाट माथि गाउँ जानुपर्ने छ, त्यही भएर चाहिँ म यहीँ नै लिएको छु। हिजोबाट स्टार्ट गरेको भिडियो आज चाहिँ धेरै लामो भयो होला यो भिडियो चाहिँ। यो भिडियोलाई चाहिँ आज यही अन्त गर्न चाहन्छु। यसको बाटोको खर्च के कस्तो लाग्यो त्यो चाहिँ त्यसको एउटा डिटेल भिडियो चाहिँ म यहाँहरूको बिचमा भोलि एउटा सानो भिडियो ल्याउने छु भोलि। आज चाहिँ यो भिडियोलाई चाहिँ यहीँ अन्त गरौँ। भोलि नयाँ भिडियोसँग भेट्ने बाचा गर्दै अहिले चाहिँ म बिदा हुन्छु। नमस्ते।